Hello guys, it's me Kumari and it's me Arati. आज हामी घुम्न जान लागेको छौं गाडीको वेटिङमा छु कहिले 2 hours भइसक्यो गाडीको वेट गरेको फ्रस्ट्रेसन लेभल यति भइसक्यो तै पनि म्यामहरु आउँदैनन् ग्यास्ट्रिक हुन्छ के होला हाम्रो भमिट आउला जस्तो भइसक्यो यो म्यामले त भिडियो हेर्नै पर्छ यतिसम्म कुरा हेरेको 5 बजे भनेर हैन 7 बजे 7 टार्गेट चाहिँ म्यामले आजको ब्लग म्यामले चाहिँ हामी 6 बजे आउँछ हैन हुँदैन ए ज्ञानी दिदी हुँदैन 6 बजे धेरै लेट हुन्छ भन्ने मान्छे कहाँ गयो ज्ञानी दिदीको नाम अत्तो पत्तो छैन थाहा छैन कहाँ हो अनि हामी चाहिँ यहाँ 6 बजे धेरै ठिक्क 6 बजे आइपुग्यो फर्स्ट टाइममा आइपुगेको छोडेर जान्छ भनेर लास्टमा त जोक बनाएर हेलो गाइस आज हामी नर्सिङ धाम जान लागेको हाम्रो बस आएन ढिलो भयो हामी 2 घण्टा भइसक्यो कुरेर बसेको यो भ्लग म्यामलाई देखाउनु पर्छ यति ढिलो 5 बजे भनेको 7 बजे 4 बजे उठेको मान्छे काला म 4 बजे उठे 5 बजे उठे गाह्रो छ छिटो चिया पनि खाइसक्यो चिया खाएर नि भइसक्यो मान्छे छैन अत्तो छैन कहाँ हो थाहा छैन रिस उठिसक्यो छिटो आउन पर्यो यो मेसेज हाम्रो म्यामको लागि हामी यहाँ बिच बजारको चोकमा छौँ कहाँ हो यहाँ गाडी कतिवटा गइसक्यो के गरौँ भइरहेको थियो मेरो साथी यता नउता आफ्नो ड्रेसहरू यतै बस्यो उफ्यो नाच्यो हामी कति बजे रे 7 बजे 6 बजे आउँदाखेरि बल्ल 7:41 मा गाडी चढ्यो धोकेबाज हामीले भर जुरुको उठेर आउने गरी चाहिँ यहाँ छ हैन ग्रिन लाउँदै छ मेकअप गर्दै छ के भयो त गाडी काट्यो पनि क्रिम अहिले हातमा गर्दै अब चाहिँ हाम्रो गाडीहरू अब चाहिँ हिँड्न लाग्छ सामना सबै यहाँबाट लास्टै गाह्रो भयो यस्तो राम्रो सिन देखेको थियो यस्तो हरियाली मैले यिनीहरूको क्याप्चर गरेँ अलिअलि लिएँ तर टाउगरिङ लगाइरहेको थियो त्यो पनि अलिअलि भिडियो बनाऊँ न भने बनाएँ यति पनि फुल थियो त्यो फुलले पनि क्याप्चर गरेँ मैले फेरि आफू राम्रो छ कि छैन भने क्यामेरा मोबाइल निकाल्दै हेरिरहेको छु सक्छैन बोल्छ एकदम रमाइलो गर्दा हामी सलेन्डर पुग्यौँ सलेन्डर यस्तो रहेछ तपाईँलाई हेर्नु कति सम्म ठाउँ रहेछ मान्छेलाई कति खेतीपाती गरेर हाम्रो गाउँतिर त यस्तो सम्म ठाउँ त छैन त्यो पनि कसैले खेतीपाती गर्न हेलो गाइज भर्खर हामी चाहिँ मन्दिर आइपुग्यौँ यहाँ मन्दिर छ अब हामी पिकनिक स्पोटतिर जाँदैछौँ त्यही भने अब के आउने त आज हाम्रो साथ हामी पिकनिक खान आएको छौँ वानी
गाड़ी हो रही यहाँ पार्टी नहीं हो रहा है हम जो सामान बोक रहा है बोलेको ठाउँमा त खासै बोले होइन भोइसको गरे होइन त्यो पनि कुनै कुनै ठाउँमा तर गरेको छु नबोलेको ठाउँमा हेरेर This could be good for me. Lately I was feeling like I need a purpose. But when you talk to me, give me the impression that I won't scratch your surface. And I could walk for days, searching for your praise. But is it even there to find? Is there a chance for me to clean your memories? Will I slowly lose my mind? 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 मन्दिर पनि दर्शन गरिसक्यो गाइस ल आरती बोल्न यहाँ यसलाई नै अन्तिम गरिदिउँ न यो मन्दिरलाई पनि होइन आजदेखि त लास्ट यो हाम्रो अन्तिम मन्दिर हो कि अन्तिम होइन आज खाजा खाएन खाना छ कतिखेर खाना खाने कतिखेर खाजा खाने अहिलेसम्म खाजा खाएको छैन त्यो पनि भोक लागेर तर केटी मान्छेलाई फोटो खिच्न र भिडियो बनाउनुलाई चाहिँ भोक लाग्दैन रहेछ हो रहेछ यो कुरा चाहिँ तर खतरा है यो खोला नबोलेको ठाउँमा मात्र भोइसको गरेछु अरू बोलेको ठाउँमा त गएँ होइन अनि खाने टाइममा दिन्छु नभने पूजा गरेर आएर खाजा खान थालेको चिउरा अन्डा चना थिएँ अनि खाजा खाने तर खाजा एकदम मिठो लाग्थ्यो एकदम भोक लाग्यो मैले भिडियो क्याप्चर गरेर बच्चाहरू खेलेर रमाइलो गर्दा यो भाइले चाहिँ खतरा गाउने जान्ने कस्तो जोसको दालमा दाइ पनि त्यस्तै बच्चाहरू पनि त्यस्तै थियो अनि यही क्रममा हामीले गेमहरू पनि खेल्न स्टार्ट गरेँ होइन म कपडा बोक्दै गेम खेलिरहेको छु यस्तो रिसिरहेको थियो गेमको बेला भगवान् आफू जित्न लागेको थियो त्यो पनि त्यही जितेको ठाउँमा झन् त्यो गोटी त्यहाँ माथि पुगेको थियो त्यसमा एकजनाले खाइदिएपछि म मरिहालेँ फेरि त्यो दुईवटा मात्र हो नि त नि हामी धेरै मान्छे थियो अनि त्यही भएर दुईवटा छिटो हुन्छ कि भने छिटो गरेको थियो यस्तो झ्याउ लाग्यो त्यस आफू हारेपछि त कसलाई चाहिँ खेल्न मन लाग्छ र होइन अगाडि नै गेम हुन लागेको चिज पनि मरेपछि त अनि कसैलाई पनि खेल्न मन लाग्दैन गेम त रमाइलो थियो तर के गर्नु अब आएर चाहिँ एक दिन खेल्न मन थिएन सबै बाजे हुन्थ्यो अलि ठक्ठुर बाजे त्यो गेम खेल्दा सबैजना रिसाएर को जित्छ म जित्छु भनेर अनि फटाफट भइरहेको थियो तर रमाइलो भएको थियो पिकनिकमा यस्तो रमाइलो भएको थियो गेमहरू खेलाउने के गर्ने हामी घुम्न This could be good for me. Lately I was feeling like I need a purpose. But when you talk to me, give me the impression that I won't scratch your surface.
before you break. डिस्काउन्ट भने मतलब दाइ हाई गरिदिनु न हाई गरिदिनु त दामी देख्नु केटी जस्तो बाबु नानी जस्तो देख्नु भएको ए आयो दाइले मलाई हानेर मार्छ कहिले ननाच्ने मान्छे नाच्छ फुतु भएको त जस्तो उफ्रेर नाचिरहेको सबैजना मलाई नाच्नु मन त थिएन जे होस् म्यामहरूले अब साथीहरू नाच्न के हुन्छ र रमाइलो गर्नुहुन्छ रमाइलो गर्न आएको हो भनेर नाचेको नाच्दा नाइने नाचेको होइन म आफ्नै तालमा छन् सबै आफ्नै तालमा नाचेर कति धेरै थियो तर ननाचेको थियो यतिजना जति मान्नुहुन्छ त्यतिजना नाच्नु दिएको नत्र यो हामी नाचेपछि फेरि हाम्रो गेम पनि थियो त्यो गेममा पनि म सहभागी छु सिधा आउँथे दाइहरूले पनि सबै गएको थिएँ म आउँदै मेरो साथीले पनि सबै कति धेरै जस्तो लाग्यो अनि अब त्यति जाँदैन झन् अगाडि आएको मैले फुटाउँथेँ होला त्यहीँ खाना नै स्टार्ट गरेको खाना नै हतारमा के खाना थाल्यो खाना खाँदा हेर्नु राति परिदिन्छु कस्तो बिजोग भएको थियो कञ्चन गरी जस्तो मौसम भएको थियो यतिखेर भुटमाल बनाएको राम्रो हुन्थ्यो होला कस्तो राम्रो हुन्थ्यो होला अनि हेर्नु सबैजना दौडिँदाखेरि अगाडि हामी त्यजना पनि अब पानी परेको लाइट नगरेर भिडियो बनाउनु भने त्यस्तो अवस्थामा पनि एउटाको मोबाइल लिएर लाइट गरेर भिडियो बनाउँदैछ त्यही पनि लागि भागेका थियौँ ठ्याक्कै हामी कञ्चना मुभी याद कालो चढ्दा नि गाडी यस्तो निन्द्रा लगाएर मेरो आँखा हेर्नु गाजर पनि छैन चट्टान लाग्यो नि राख्नु This could be good for me. Lately I was feeling like I need a purpose. But when you talk to me, give me the impression that I won't scratch your surface.